अब एक गिलास हाल। हिराले हिरा काट्छ, फलमले फलम काट्छ। यसले मेरो खोकी काट्छ। हजुर अहिले त कति धेरै खानुहुन्छ रहेछ, जवानीमा कति खानुहुन्थ्यो होला? यस्तो कुरा नगर। जवानीमा त यस्तो मोही त कति खायो। एक माना घिउ त म ठाडो घाँटी लगाइदिन्छु। त्यो त हजुरको ज्यान हेर्दैमा थाहा पाइसके। अहिले पनि हजुरले त म जस्तो 4 जना फाल्दिन सक्नुहुन्छ। त्यही पनि यो लिम्बुनीले काम गर्नु किन राखेको होला भनेर तिम्रो अचम्म लाग्दैन? कति लाग्छ कुरा बुझे मार्दिनु। यस्तो पलमान लिम्बुनीलाई हामी जस्तो लुते काम गर्ने मान्छे किन राख्नु पर्या हो? हात्तीको चपाउने दाँत र देखाउने दाँत भिन्दै हुन्छ। यस्तो झुसे मुसेसँग म लड्नु जान्छु त? मैले एक थप्पड दिँदाखेरि गाउँलेहरू घुत्रुक्कै भएर लड्दैनन्।